यो बाइबिट चाहिँ एउटा यस्तो एप्लिकेसन हो जहाँ तपाईँले चाहिँ आफूसँग भएको क्रिप्टोहरूलाई चाहिँ स्टोर गरेर राख्न सक्नुहुन्छ। सेम बाइनान्स जस्तै हो। यदि तपाईँलाई चाहिएको खण्डमा क्रिप्टो यानि कि डलर पनि किन्न सक्नुभयो र चाहिएको खण्डमा तपाईँसँग भएको डलर पनि बेच्न सक्नुभयो। र अहिले थुप्रै एप्लिकेसनहरू आएको छ, अर्निङ साइटहरू आएको छ जहाँबाट तपाईँले चाहिँ डलर अर्निङ गर्नुहुन्छ। त्यो डलरलाई तपाईँले सिधै यहाँ चाहिँ विथड्र गर्न सक्नुहुन्छ र यहाँदेखि तपाईँले चाहिँ आफ्नो साथीहरूलाई पनि इन्भाइट गर्न सक्नुहुन्छ। तपाईँको रिफर कोडबाट या तपाईँको चाहिँ रिफर लिङ्कबाट चाहिँ तपाईँले आफ्नो साथीहरूलाई चाहिँ इन्भाइट गर्न सक्नुहुन्छ। यदि तपाईँको थ्रुबाट अरू साथीहरूले अरू मान्छेले चाहिँ यो बाइबिटको एकाउन्ट भेरिफाई गर्नुभयो भने चाहिँ तपाईँलाई कमिसन आउँछ र तपाईँले चाहिँ यसबाट सहजै तरिकाले चाहिँ अर्निङ गर्न सक्नुहुन्छ। एकदम सहज तरिकाले चाहिँ भेरिफाई हुन्छ। यो एउटा चाहिँ यस्तो एप हो जहाँ चाहिँ तपाईँले डलर लाई चाहिँ इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ, ट्रेड गर्न सक्नुहुन्छ र विभिन्न किसिमका अर्निङ एप्लिकेसनबाट पनि डलर चाहिँ विथड्र गर्न सक्नुहुन्छ। एकदमै राम्रो रहेको छ यो चाहिँ। सेम बाइनान्स जस्तै हो तर यो खोल्न चाहिँ एकदम इजी छ। बाइनान्समा चाहिँ अलि धेरै प्रोसेसर हुन्छ। यो चाहिँ एकदम युज गर्न पनि सजिलो छ र यसलाई भेरिफाई गर्न पनि सजिलो छ। तपाईँले आफ्नो रिफर कोड र रिफर लिङ्कबाट पनि अरूलाई चाहिँ जोइन गराउन सक्नुहुन्छ र तपाईँलाई चाहिँ केही कमिसन आउँछ र तपाईँले यसबाट पनि रिफर गरे बापत, इन्भाइट गरे बापत राम्रो चाहिँ अर्निङ गर्न सक्नुहुन्छ र एकदम इजी छ। तपाईँले ट्रेड गर्न सक्नुहुन्छ, इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ, चाहिएको खण्डमा बाई सेल गर्न सक्नुहुन्छ। थुप्रै त्यस्तो फिचरहरू